नमस्कार, म नवीन भट्ट युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। नेपालमा हुने सम्पूर्ण जब भ्याकेन्सी र फ्री ट्रेनिङ सम्बन्धी सम्पूर्ण जानकारीका लागि नवीन भट्ट युट्युब च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला। यानि कि आगामी भिडियो आउँदा सुरुमै हजुरहरूकोमा आउनेछ। ल साथीहरू, ढिला नगरिकन आजको विषयवस्तुतिर जान्छु। ल्यापटपको स्क्रिनतर्फ लैजान्छु। सर्वप्रथम तपाईँले यहाँ ल्यापटपमा आफ्नो क्रोम ब्राउजर खोल्नु होला। मैले यहाँ खोलिसकेको छु क्रोम ब्राउजर। त्यहाँदेखि यहाँ सर्च बक्समा लेख्नु होला नेसनल ट्रेनिङ सेन्टर इटरी लेख्नु होला। त्यहाँदेखि थोरै स्क्रोल गर्नु होला। यहाँ भोकेसनल ट्रेनिङ सेन्टर इटरी कोशी छ, यहाँ क्लिक गर्नु होला। थोरै स्क्रोल गर्दै तल आउनु होला। यहाँ लेखिएको छ, हाइलाइटहरू लेखिएको छ, यहाँनिर एकचोटि क्लिक गर्नु होला। त्यहाँबाट शिक्षण यहाँ माथि लेखिएको छ, शिक्षण केन्द्रबाट सञ्चालन हुने निःशुल्क सिपमूलक तालिमका लागि आवेदन फारम भर्ने सम्बन्धी सूचना लेखिएको छ। यहाँ एउटा नोटिस छ। यहाँ नोटिसमा लेखिएको छ, यो नोटिस चाहिँ प्रकाशित भएको 6 गते प्रकाशित भएको। यो 6 गतेदेखि चाहिँ प्रकाशित भएको 15 दिनभित्र चाहिँ आवेदन दिइसक्नुपर्ने छ। अनि एउटा ध्यान दिनुपर्ने कुरा के छ भने यसको चाहिँ अनलाइन फर्म भरिँदैन। यसको फर्म भर्नको लागि चाहिँ फिजिकल नै स्वयं व्यक्ति उपस्थित हुनुपर्ने छ। त्यस्तो छ यसको। अनि सूचना प्रकाशित भएको 15 दिनभित्रमा चाहिँ यो फर्म भरिसक्नुपर्ने छ। 15 दिन चाहिँ ठ्याक्कै सरकारी बिदा परेको हुँदा ठ्याक्कै भोलिपल्ट चाहिँ आएर फर्म भरे पनि हुन्छ। तर लास्ट डेट भनेको चाहिँ 20 गते भनेको छ, 21 गतेसम्म भर्दा हुन्छ। अब यहाँ के सिकाउने भनेर लेखिएको छ। यहाँ सिकाउने तालिमहरू चाहिँ यहाँ जम्मा कति दिने कति घन्टे भनेर पनि यहाँ सबै उल्लेख गरिएको छ। तालिमको जम्मा 27 दिन चाहिँ यहाँ तालिम दिन्छ। 27 दिन तालिम दिँदाखेरि एउटा सिफ्टमा एउटा विषयवस्तुमा चाहिँ जम्मा 20 जना मात्रै मान्छे राख्छ। अब त्यसबाट चाहिँ अन्तर्वार्ताबाट तपाईँको शैक्षिक योग्यताबाट को सिलेक्ट हुनुहुन्छ त्यही व्यक्तिलाई मात्रै राख्छ। के तालिम हुन्छ भन्नेमा चाहिँ यहाँ लेखिएको छ, कुक हुन्छ, अनि विद्युत जडान लेखेको छ, बेसिक लेखेको छ, बेसिक मात्रै हुन्छ। अनि हेयर कटिङ पनि हुन्छ, केयर गिभर पनि हुन्छ, कम्प्युटर अपरेटर पनि बेसिक हुन्छ, अनि मोन्टेसोरी पनि हुन्छ, अनि कटाइ सिलाइ पनि बेसिक हुन्छ। यसको सबैको चाहिँ यहाँ तालिम अवधि लेखेको छ। यो सबैको फरक छ। कसैको 160 घन्टे छ त, कसैको 390 घन्टे पनि छ, कसैको 220 घन्टे पनि छ। हो, यो चाहिँ तपाईँको ट्रेनिङको ड्युरेसन हेरेर चाहिँ कुनलाई कति दिँदा हुन्छ भनेर बनाइएको रहेछ। हो, त्यही अनुसार छ। यहाँ आवश्यक कागजातहरू के चाहिने रहेछ भनेर तल मेन्सन गरिएको छ, लेखिएको छ, शर्तहरू लेखेको छ। 1 नम्बरमा चाहिँ तपाईँको के लेखिएको छ भने प्रशिक्षार्थीले आवेदन फारम र नेपाली नागरिकको प्रतिलिपि र 3 प्रति पासपोर्ट साइजको फोटो र शैक्षिक योग्यताको भनेको हजुरले नेपाली नागरिकताको प्रतिलिपि पनि पर्यो, पासपोर्ट साइजको फोटो 3 प्रति प्रतिलिपि लैजानु पर्यो, 3टा पासपोर्ट साइजको फोटो, र अर्को तपाईँले जति पढ्नु भएको छ त्यसको चाहिँ फोटोकपी पनि चाहियो। अनि तपाईँको 18 वर्ष पुरा भएर 45 वर्ष नआएको हुनुपर्ने छ। अर्को भनेको चाहिँ यो प्रकाशन तपाईँको सर्टलिस्टमा आउँछ। सर्टलिस्टमा आउँछ चाहिँ यो फेसबुक वेबसाइट तल दिएको छ। हो, फेसबुकको वेबसाइट अथवा यही इटरी भोकेसनल ट्रेनिङ यसमै पनि आउँछ। भोकेसनल ट्रेनिङ इटरी सर्च गरेर त्यसमै पनि भित्र गएर हेर्न सकिन्छ पछि रिजल्ट आइसकेपछि। अर्को भनेको बस्ने खाने व्यवस्था भनेको जसले सिक्ने हो त्यसलाई नै आफै व्यवस्था गर्नुपर्ने छ।
अनि तपाईँ विपन्न हुनुहुन्छ, दलित हुनुहुन्छ, अपाङ्ग र सहित परिवारको हुनुहुन्छ भने अलिक बढी प्राथमिकता दिनेछ। अनि तपाईँको जुन सर्ट लिस्टमा आइसकेपछि तपाईँको रिजल्ट प्रकाशित भइसकेपछि हजुरले हेरिसकेपछि त्यो रिजल्ट आइसकेपछि 3 दिन पछाडिबाट क्लास सुरु हुनेछ। क्लास सुरु शनिबार छुट्टी, बाँकी दिन चाहिँ सबै दिनै हुनेछ। अनि हजुरले झुक्याएर त्यहाँ चाहिँ 1-2 दिन ट्रेनिङ लिएर अथवा उ गरेर चाहिँ ट्रेनिङ लिएर लिनु भएन अथवा केही गर्नुभयो भने केही पनि रिजन नखुराइकन हजुर यत्तिकै आउन छोड्नुभयो भने नेपाल सरकारबाट प्राप्त हुने कुनै पनि किसिमको ट्रेनिङ हजुरले लिन पाउनुहुन्न। यो चाहिँ तपाईँको यहाँ मेन्सन गरिएको छ। अनि तपाईँले सर्ट लिस्टमा परिसकेपछि इन्टरभ्यूमा आउँदाखेरि चाहिँ नागरिकताको नागरिकता ओरिजिनलै ल्याउनु पर्यो। अनि तपाईँले जति पढ्नु भएको छ तपाईँको शैक्षिक योग्यता कति छ त्यसको प्रमाणपत्रहरू पनि ओरिजिनलै ल्याउनु पर्यो। अनि तपाईँलाई एउटा चाहिँ के छ भने यहाँ जति ट्रेनिङ सिकाउँदाखेरि दिनको हजुरलाई ट्रेनिङ भएको दिनको 50 रुपियाँको दरले खाजा खर्च चाहिँ व्यवस्था गर्नेछ। हस् त, धन्यवाद। यस्तै खाले नयाँ जब भ्याकेन्सीको बारेमा जानकारी लिन चाहनुहुन्छ र कसरी भर्ने हो, कसरी के गर्ने हो गर्न चाहनुहुन्छ भने यो मेरो च्यानल छ, यो च्यानललाई हजुरले सब्स्क्राइब गरिदिनु होला। हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो, मन परेमा लाइक, कमेन्ट, सब्स्क्राइब र सेयर गर्न नबिर्सिनु होला।